यो के भइगयो ओहो गाह्रो छ हाइट कम हुनेलाई पनि गाह्रो छ क्रस बारमा गडबाइमा चढ्ने नसक्ने भिडियो सिडियो बनाएर कतै म पनि नदेखि जानेर त्यस्तै हो के गर्ने आफ्नो बाइक त रित्तै छ कोही छैन आफ्नो साथमा नत्र यस्तै गरी भिडियो बनाउनु त मलाई पनि रहर थियो नि के गर्ने त्यस्तै गरी भिडियो बनाउनु त अब बिहे गर्नु पऱ्यो जस्तो लागिरहेको छ मलाई त्यस्तै गरी भिडियो बनाउनु पाइन्छ बिएसए गऱ्यो बुढीले हाल्यो मस्त घुमेर ससुराली गयो भने बिहे गर्नु कि क्या हो यार अब बिहे गरिदिउँ कि जस्तो लाग्यो केटी भने पाएको छैन केटी पाउनु बित्तिकै बिहे हान्नुपर्छ अब होइन रहरै लाग्यो मलाई त्यो तिनीहरूले त्यस्तो गरेर देखेर त एकछिन यो चौतारामा बस्नु मन जाम्ला है साथीहरू एकछिन यहाँ रेस्ट गरौँ थकाइ मेटाउँ सनसेट हेरौँ वान अफ दि बेस्ट हो मेरो सनसेट चाहिँ यति राम्रो सनसेट छोडेर म जाँदैछु एकछिन म यहाँ बसेँ पानी सानी खाएँ एकछिन यसो भिडियो सिडियो बनाएँ भिडियो चाहिँ राम्रो आएको थियो यहाँ चाहिँ है यो चाहिँ ठ्याक्क नेपालगञ्जदेखि माथि हरेको बिचमा पर्छ यो बबैदेखि हरेको बिचमा डाँडामा पर्छ यहाँ एकछिन बसेपछि आनन्द फिल आउँछ कता कतै हरियाली शान्त वातावरण भने तर एउटा चरा पनि कराएन यहाँ चाहिँ चराचुरुङ्गी चाहिँ कराउनु पर्ने हो हरियाली शान्त वातावरण यस्तो टाइपको छ ठिक छ रमाइलो टाइपको छ अब हामी फेरि आफ्नो गन्तव्यतर्फ एकछिन 10 मिनटको रेस्टपछि मैले पानी खाएँ फोटोसोटो खिचेँ भिडियो बनाएँ होइन एक्लै बनाएँ एक्लै नै बनाएँ मैले अब कोही छैन साथमा अब फेरि अब हरेतर्फ लाग्छु हरे गएर इन्ट्री गर्छु हेर्छु एकछिन त केही खान्छु भोक पनि लागेको छ खाएपछि फेरि पुनः छिन्छु हुँदै नेपाल सुर्खेत जाने हो जम्मै नेपालगञ्ज मात्रै आउँछ मलाई चाहिँ खै किन मुखमा चुरोट मेरो जिन्दगी हो धुवा मेरो सास सलाई मेरो दाग बत्ती हो ठुटो मेरो लास वाह 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 10 करोड चुरोट मेरो जिन्दगी हर्रे भन्ने ठाउँ हो यो चाहिँ कर्णाली प्रदेशमै पर्छ सुर्खेत जाने बाटोमा पर्छ यो चाहिँ यहाँ चाहिँ लगभग नेपालगञ्जभन्दा अलिक चिसो नै हुन्छ यति राम्रो राम्रो पहाडहरू तर उति बेला चाहिँ पहाड सहर काटेर रोड बनाइदियो सरी हजुर सरी मैले रङ साइड टर्निङमा त ओभरटेक गरेँ अलिक भुलो खानु पऱ्यो हुन्छ हेर्नु न कति राम्रो डाँडै डाँडा काँडै काँडा यहाँ चाहिँ हरियो छ जताततै हेर्दाखेरि एकदम शान्त के भन्छ अरे त्यो के चिसो छ अलिक शीतल शीतल हावा यता आएपछि नेचुरल खालको शीतल शीतल हावा आएको जस्तो फिल भएको छ यहाँ चाहिँ नेपालगञ्जको मान्छेहरू कोलपुरको मान्छेहरू चाहिँ यहाँ घुम्न आउनु होला है यहाँ चाहिँ माथि एउटा बबई रिसोर्ट भन्नाले सुत्ने खालको पनि छ त्यहाँ चाहिँ सुविधा जेस नास्ता खाने खालको बबई हर्रे कटेज है रिजोर्ट भन्ने यस्तै केही छ है मलाई ठ्याक्कै नाम चाहिँ आउँदा होइन म चाहिँ गएको छैन यहाँ चाहिँ हामी चेक पोइन्टमा चेक गरौँ अनि त्यसपछि अगाडि बढाउँ यहाँ चाहिँ हर्रे हो यो चाहिँ यहाँ चाहिँ लोकल केराहरू पाउँछ केरा खानु मन त लागेको थियो ओहो न गाह्रो छ यहाँ चाहिँ केरा ओहो केरा हेर्नुहोस् त कोही छैन त मान्छे केरा सोधिदिउँ कि भन्यो केरा कसरी छ 200 रुपियाँ दर्जन कति भन्नुभयो अरे 200 छड्दिन आउँदाखेरि लगाउनु नेपालमा केरा किनी खानै सकिन्न साथीहरू हुन त रुपियाँ इन्डियामा पनि महँगै छ 250 रुपियाँ दर्जन दियो 12वटालाई है गाह्रो छ अब नेपालमा त्यसलाई चाहिँ म छिन्चु स्टार्ट पुगेको बेलामा छिन्चु पुगेको छु अहिले चाहिँ छिन्चुको यो सडक खण्ड पनि एकदम राम्रो छ 1 लेन 2 लेन 3 लेन 4 लेन गराएको छ फुटपाथ पनि उता साइडमा गराएको छ जस्तो छ यति राम्रो बनाएको छ छिन्चुको रोड हो यो हो नि त रोड भनेको सरल बाइक कुदाउन मिल्ने रोड यो हो काम भइरहेछ देश तीव्र गतिमा असारमा सांसद फुल लाग्यो ठिक छ गर्नुहोस् काम भ्याउनुहोस् छिटो गाइजहरू टोलीहरू के गर्नु काम त गर्नै पर्यो आहा ल हेर्नुहोस् त छिन्चु बजार कसैले भन्छ हो केही वर्ष अगाडि यहाँको रोड यति खतम थियो यति नराम्रो थियो अहिले हेर्नुहोस् छिन्चु बजारको रोड ओहो कति राम्रो देखियो क्या
जो यो रोडहरूले गर्दाखेरि पनि यो ठाउँहरू कति राम्रो देखिने के रोडहरू राम्रो भएपछि ठाउँहरू यति राम्रो देखिने आहा कति राम्रो छ बस यति बेला म चाहिँ छिन्चु बजारमा इन्टर भएको छु यहाँ चाहिँ यो रोडको हेरेर चाहिँ मलाई एकदम राम्रो लाग्यो रोड चाहिँ पछिल्लो समयभन्दा अहिलेको समयमा चाहिँ एकदम राम्रो जे होस् यहाँको रोड चाहिँ धेरै सुधार विस्तार भएको रहेछ यहाँको रोडहरूमा चाहिँ यो सडक खण्ड सबै ठाउँ यस्तै हुने हो कर्णाली प्रदेशमा भने कर्णाली प्रदेश पनि पछाडि रहँदैन कि कर्णाली प्रदेश पनि एकदम अगाडि रहन्छ संसदहरूमा कर्णाली प्रदेश पछाडि छ भन्ने त्यो धारणै छ ल हेर्नुहोस् कि कति राम्रो छ कर्णाली प्रदेशको यो छिन्चु हो चाहिँ यो चाहिँ सुर्खेत सडक खण्ड छिन्चु हो यति राम्रा बिल्डिङ छन् यति राम्रा रोड छन् यसरी रोड कर्णाली प्रदेशका कुना कुना हरेक जिल्लामा पुग्ने हो सदरमुकामसम्म पुग्ने हो भने कर्णाली प्रदेश कहिले पछाडि रहन्न के यति राम्रो छ हेर्नुहोस् त यो मनै खायो कति राम्रो हो कति सुन्दर दृश्य हेर्नु त साथीहरू घाम कति राम्रो छ आँखा यति राम्रो ठाउँमा देख्न पाउनु नै सौभाग्यको कुरा हो सर हामी चाहिँ भेरी पुग्न लाग्यौँ है अहिले म चाहिँ भेरी पुग्न लागेँ सर बुलेट बाइक कुदाउँदै घामको पछि मामाको गाडीलाई ओभरटेक गर्न अब खायो केरा गाह्रो छ गाह्रो मामाको गाडीलाई ओभरटेक घामको पछि यति बेला चाहिँ हामी भेरी खोलामा पुगिसकेका छु यति बेला म चाहिँ भेरी पुलमा पुगिसकेको छु यो चाहिँ भेरी चाहिँ पुल चाहिँ अब सुर्खेतको नगरपालिकामा पर्छ भेरी गङ्गा नगरपालिकामा यहाँहरूलाई यात्रा सफलताको कामना गर्दछु अरे गाह्रो छ नेपाली पढ्न नआएर पनि गाह्रो भइरहेको छु छुट्टै संसार छ ओहो मान्छे जलाइरहेको रहेछ घामको पछि कस्तो राम्रो पौडी खेल्थ्यौँ क्या एकछिन म त यति बेला म चाहिँ यो सुर्खेतको सुब्बगनाको चेक पोइन्टमा पुगिसकेको छु लगभग म सुर्खेत पुगिसकेँ भने नि भयो मामा चाहिँ हाम्रो उभिनु भएको छ मस्त हेरेर मलाई के मतलब ल हेर्नु साथीहरू सुर्खेत आइपुग्यौँ हामी चाहिँ यो सुर्खेत चाहिँ मसँग यति बेला म त सुर्खेतमै छु भनौँ त्यो होला लगभग म नेपालगञ्जदेखि लगभग म 4 बजे हिँडेँ हो त्यो 6 बजेसम्म आइपुगिन्छ अब राम्रोसँग आऊँ भने त अब म चाहिँ 6:30 बजेसम्म आइपुग्छु मेरो टार्गेटै 6:30 7 बजे थियो र छिटो आएर नि त्यो चाहिँ सुर्खेतको धुलियापिट हो अब यहाँदेखि बजार चाहिँ सुरु हुन्छ है यो चाहिँ सुर्खेतको धुलियापिट हो धुलियापिट हो एउटा ठाउँको नाम हो अब यहाँदेखि चाहिँ सुर्खेत स्टार्ट भयो यति राम्रो सनसेट हेर्न पाइरहेको छ सुर्खेत इन्टर हुने बित्तिकै है मलाई चाहिँ सनसेट एकदम मनपर्छ है यति राम्रो सनसेट हुन्छ नि अब त्यो केही न केहीले स्वागत गर्छ भने जस्तै कि मलाई चाहिँ सनसेटले स्वागत गरिरहेछ यति राम्रो सनसेट देखिरहेछ मेरो आँखाले अब त्यो गोप्रोको क्यामेराले कति क्याप्चर गर्यो त्यो थाहा भएन है मेरो आँखाले चाहिँ यति राम्रो गाह्रो छ सुर्खेत बजारमा छौँ यति बेला हामी यति राम्रो छ सुर्खेत बजार जोस् यहाँको चाहिँ अहिले पछिल्लो समय राम्रो बनाएको छ जोस् बाटोघाटो यसरी बोट बिरुवाहरू चाहिँ वृक्षरोपणहरू वातावरणलाई असर नपर्ने कुराहरू चाहिँ जोस् राम्रै छ सुर्खेत मोडल कलेज हो त्यो चाहिँ अलि अव्यवस्थित त छ यहाँको सडक अब मान्छेहरू यताउता बाटोहरू क्रस गर्छन् अव्यवस्थित त छ तर ठिकै छ राम्रै छ बिस्तारै बन्छ सबै कुरा एकैचोटि हुने होइन आखिर बिस्तारै सबै कुरा हुने हो त्यो चाहिँ सुर्खेतको बस पार्क हो यति बेला हामी बस पार्कदेखि अलिक मजा जाने लाटे कोइली हो म चाहिँ आज दिदी भएर बस्छु होला यो चाहिँ पेट्रोल पम्प हो त्यो राम्रै बनाएको छ सुर्खेत छ है बिस्तारै विकास सुर्खेतमा हुँदैछ यो चाहिँ हटल कर्णाली प्रदेश भनेर चिनिन्छ सुर्खेतलाई चाहिँ यहाँ आकाशे पुल बन्दैछ अरे यो चाहिँ यहाँको चाहिँ
आकाशे पुल बन्दैछ यहाँ चाहिँ यो ठिकै छ बिस्तारै बनिरहेछ बाटोघाटो सबै राम्रै छ हाम्रो ट्राफिकमा हिँडिरहनु भएको छ गाडी अब हामी चाहिँ यहाँदेखि दायाँतिर लाग्छौँ है बजार त तपाईँहरूलाई भोलि देखाउँछु म यहाँको अहिले चाहिँ मलाई थकाइ लाग्छ सिधै रुममा जान्छु म त्यो चाहिँ लाटी कोइली हो नवज्योति स्कुल